सो हेलो एभ्रिवान वेलकम टु माई युट्युब च्यानल सबजनाले धेरै 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 स्वागत छ। म एकदम सन्चै छु अनि हजुरहरू पनि सन्चै हुनुहुन्छ होला भन्ने आशाको साथमा आजको न्यू डे न्यू ब्लगको सुरुवात भइसकेको छ। आज चाहिँ सरी हो माई गड लड बढिँदो रहेछ क्या हल्का बानी नभएर। आज चाहिँ म र साथी 81 प्लान भएको कि गाइज 81 प्लान भएको चिया बगान जान लागेको गाइजहरू होइन। त्यही हो गाइज म रेडी सेडी भइसक्यो घरमै छु। अब साथी आउँछ होला अनि जानुपर्ने हुन्छ। खाना केही खाएको छैन कि अघि चिया खाएर पेट डम्म भइरहेछ। अब त्यतै केही लगेर यसो चाकन चुकुन लगेर खानुपर्ने हुन्छ। अब साथी आइसी भेट्नुपर्ने हुन्छ है। आउटफिट हेरिदिउँ ल, राम्रो त छैन कि त्यही पनि चस्मा नि यस्तै लगाउने हो कि हो कति हाँस्ने हो। साथीभाइहरू कताबाट खोल्छ अरे यताबाटले होइन के यस्तो वाला होइन हाम्रो अलि साधारणै छ। अनि अरू तल सजाउ केही म त केही थाहा हुँदैन हौ किन्ने बेला त। बाटोहरू सबै बिग्रेको छ, बन्दै छ। अब यहाँ छिटै बन्छ, पछि आउनेहरूको लागि चाहिँ बेस्ट हुन्छ। भन्दा बेला नि के हो के इक्जाम पछि पनि के बनाउँछ बाटोको बिजोक गाइज, बाटोको बिजोक यहाँदेखि सिन्धुपाल्चोक सुन्छ गाइज। Subscribe on and on the video. आदि राम्रो आदि नराम्रो यस्तै छ यस्तै छ। तारे भिर गएको छ झन् तारे भिर कसम जिन्दगीमा फर्स्ट टाइम जाँदाखेरि मलाई तारे भिर यस्तो लाग्यो होइन। भिरै अर्काको घर त मान्छे भिरमा क्या मलाई चाहिँ त्यस्तो लाग्यो फर्स्ट टाइम नि गएर होला। बाटो अलिक कन्फ्युज पारायो कि हो कि जस्तो लाग्यो। अब यहाँबाट त राम्रै देख्छ अनि त्यहाँबाट यता चाहिँ के भएको त दुम्म हेर न कस्तो राम्रो देख्यो। रहेछ सबै ठाउँमा यस्तो बाटो भयो भने म के भनिदिनु थियो। कुनै ठाउँमा बाटो थाहा नभएपछि यो बाटो कि यो बाटो कन्फ्युज। सो यही बाटो पर्ने हुन्छ बाटोको बिजोक।
किन दुख यत्रो बल कहाँबाट जाने रे अब मेन रोडै जाने त्यही रोड कसैले सोध्नु भन मान्छे हुनुहुँदो रहेछ अनि यही बाटो होला भनेर आएको क्या हामी चाहिँ मान्छे हुनु नथियो के कोही पनि थिएन नि त्यही भएर चढे बाटो फेरि बिजोक रहेछ क्या टेन्सन पर्यो नि त साथी त्यो दुःख गरेर आएको नेपाल बिजोकै हुन्छ कि यस्तै हो जान्ने पनि सिधै यो बाटो नि पुग्छ अरे तर यो बाटो चाहिँ गाइस हामीले बाटो बिर्सेर बिजोक भयो हाम्रो यस्तो दुःख गरेर आएको फाइदै भएन फेरि रोडै रोड रे त त्यो गाह्रो चाहिँ बल्ल बल्ल आएको थियो केही छैन अब यस्तै भइहाल्यो कसैलाई सोध्नु भने मान्छे हुनु नथियो कसलाई सोध्नु बल्ल बल्ल झुकेर मान्छे देखायो त्यो त्यही हो गाइस अब एकछिन पछि भेट्छु बाटोमा पर्छ के अनि चरौँ उता सोलिन्छ गाह्रो हुन्छ लड्यो भने बर्बाद हुन्छ है नबोला साथी टयर्ड आइरहेको छ गाइस मलाई बिजोक भयो बिचरा साथीको बाटो यस्तो छ क्या अनि हुन त होइन जस्तो त लागिरहेको थियो हामीलाई तै पनि हामी मान्छे हुनु थियो कि गाइस बुझ्नु भएन अगाडि सोध्ने थियो अब त्यहाँनिर अब थाहा छ जस्तो लागेर अनि बिचमा आएर त कन्फ्युज बाटो फेरि यस्तो छ त्यही हो गाइस अब म चाहिँ ओर्लाएर क्या किन रिस्क लिनु भनेर जिन्दगीमा आँखामा धुलो पस्यो टयर्ड आइरहेको छ ओभर चापिरहेको छ बिजोक रमाइलो भयो कहिले कहिले यस्तो हुँदो रहेछ गाइस होइन त्यही अब एकछिनपछि अब बाटो अलिक पिचमा पुगेपछि भेट्नुपर्ने हुन्छ है त थाकिँदो रहेछ भाग्दा त तर हामीले उयो अगाडि गएर चाहिँ सोध्नु पर्ने रहेछ क्या कहाँ अनि अघि चाहिँ किन नदेखा त रमाइलो भयो कि के हो प्र्याक्टिस भयो तिमीलाई नेक्स्ट टाइमको लागि पनि फर्स्ट टाइम हिँड्यो भने त हो त्यस्तो बाटोमा मान्छे हुनुहुँदो रहेछ अनि अघि त हामीले देखाएको थिएन त हामी चाहिँ बाटो भन्ने माथि माथि टुप्पामा छ भन्ने थाहा छ नि त त्यही भएर गएको बाटो नराम्रै रहेछ यहाँ माथि गयो कि अघि हामी यो अङ्कललाई त हामीले चिन्छौँ यो पार्टी याद थियो अरे कि यो पार्टीलाई अहिले नि अघि चाहिँ बिर्स्या माथि लागेपछि यस्तै हो गाइस यस्तो टयर्ड च्यापिसक्यो म त कहाँ गएर बाहिर बस्छु जस्तो भइरहेको छ एकछिनमा टयर्ड जानुपर्ने हुन्छ यस्तो बाटो छोडेर यस्तो उकालो माथि बाटो चढे त्यस्तै हुँदो रहेछ त्यही हो गाइस कार्य बोट यहाँ अगाडि बोट हो कि के हो त्यो जान्ने पनि थाहा पाइ यो माथि हो यहाँ होइन गाइस यतापट्टि ल अघिको बाटो नि माथिपट्टि जाने सिधै हो अहिलेको बाटो नि यस्तै रहेछ चिया बगान हाइबु जान्ने mana क्या हामीजना धेरै जान्ने भने भएको थियो नि त अनि त्यही भएर नि सक्छ
बनाउन नपाएको अब त्यो नि मेबी छिटै बन्छ होला हामीले भनेर हुँदैन नि त यो बाटो हो कि हामी बसेर आएको चाहिँ यस्तो तर आजको दिन नै अलि धुम्मै छ हामीलाई यो नि के भन्यो है हेर्नुहुन्छ गाइजहरू यस्तै छ जिन्दगीमा अब के हो फेरि दुइटा बाटो आयो यतापट्टि होइन यतापट्टि भन्ने ठाउँमा गएको छैन क्या त्यही भएर मलाई त उयो आमाले भन्नुभयो गाइज न त हामी तलतिरै जानु थियो फेरि पनि सामानहरू बेच्नु हुँदो रहेछ केही चाहियो भने किन्नु होला भर्खर सामान किनेर आएको यार नत्र मैले किन्थेँ यार आमाकोमा यार यता नि बाटो बनाउँदै रहेछ हेर्न सक्नुहुन्छ सबैजना घुमेर आउनु पर्छ त भावालाई नि चिया बगानतिर टुप्पोमा यहाँबाट चाहिँ बाइक जाँदैन रे स्कुटी जाँदैन रे केही पनि जाँदैन जान्छ होला हौ ओ माई गड सरी यहाँ आइपुगेपछि दुइटा बाटो हुन्छ अनि यता जाने होइन क्या यतापट्टि चाहिँ जाने रहेछ यहाँबाट माथि चाहिँ जाँदैन बाइकहरू त्यही हो हाम्रो साथी माथि रोक्न गएको छ राख्न गएको छ स्कुटर हो लाने त हो नि खानेकुरा क्या खानेकुरा लानुपर्ने हुन्छ नेपाल हिँड्नलाई अल्छी लाग्छ खानेकुरा हाम्रो खानेकुरा ब्याग नबोक्नु होला अल्छी लागिरहेको छ राम्रो भनिरहेको छ गाइड बाटो चाहिँ थाहा नपाए हेर्दै सोध्दै आउनु होला हामी जस्तो धेरै जान्ने नभन्नु होला होइन त्यही हो गाइड अब उयैनिर हो क्या अब आइसक्यो अब 5 मिनट त्यही 5 मिनट जतिमा त्यही हो गाइड अब हिँडेर जानुपर्ने हुन्छ त्यही हो लाग्यो अरे उहाँलाई नि राम्रो नै लाग्यो अरे हावाले केही छैन अब सिधै त्यही गएर भेट्नुपर्ने हुन्छ कि बिचमा भेटौँला अलि त्यही अब हल्का पछि आउनु हुनेहरूलाई चाहिँ राम्रै हुन्छ हामी अहिले हतार गरेको नि त टिकटकमा धेरै देखेरै हो कि आउन मन लाग्यो चाहिँ स्कुल गरै पछि चिया बगान सानो इलाम भनेर चिनिने ठाउँ हो नि त हिँड्नै नसक्दो रहेछ हौ हिँड न हौ यति ज्याबी अलि पालो पालो गरौँला डन भनेर आएको छ नि हामीले लगायो भने के हुँदैन थियो तर अलिकति हिँड्नु नि पर्छ हिँडेर आउँदा नि राम्रै हुन्छ तर रहेछ थाकिँदो रहेछ त्यतिको भागमा भाग गाइजहरू यस्तै छ मैले भनेको कुरा चाहिँ याद गर्नु होला बाटो चाहिँ हेरेर आउनु होला हामी जस्तो धेरै फुरफुर गर्दै बाटो धेरै दुइटा बाटो छ सोधेर आउनु होला यो मान्छेदेखि यहाँ तल कस्तो बाबा छ नि त मान्छेको गर्नु भयो अब एकछिनपछि भेट्छु कस्तो थाक्यो हेर्न सक्नुहुन्छ टोइलेट चाहिँ चिया पिरहेको थियो तैपनि मैले कसैले केही भनेको छैन कसलाई भन्न जानु चिया बगान आइपुग्यो फाइनली गाइज फाइनली
अझै यो त थोरै होला हो मान्छेहरू कति आउनुहुन्छ थकित छु म केहीले ब्याग बोक्छु नि त त्यो दुइटामा एउटा त सेयर हान्नु पर्यो मैले ब्यागै मैले त्यही भएर बोकेँ कि भ्यायो भने पेन र एउटा पेपर तिम्रोबाट लिन्छु भनेर आएको म आइडिङ कार्ड मात्र बोकेर त भ्यायो भने त जाने हो तर सकेसम्म त एकछिन बसौँ खाओस् घुमाउँ त्यसपछि हो हो थाक्यो 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 नि अब त्यहाँ माथि पुगेपछि मजा आउँछ तर यहाँ माथिसम्म बाइक चाहिँ मिल्न त मिल्ने रहेछ ल्याउन दिँदैन जस्तो छ क्या एक्साइटेड ओभर एक्साइटेड उतानिर फर्स्ट टाइम आएर नि होला ओभर एक्साइटेड दुःख पायो त्यही नै केही छैन भइरहन्छ यस्तो बेला बेला बयान गर्दैछ त्यस्तै मान्छे आउनु त भने होइन नि दाजु लिएर आउनुपर्ने छैन त्यही भएर हेर्नु न ल सेतो सेतो उयो यो फुललाई के भन्छ अरे वनमाराको फुलले नि ढाकिरहेको रहेछ थाक्यो हेर्नु न अब के भन्न सक्ने माथिबाट देखाउँछ एकचोटि सट्ट यहाँबाट त राम्रोसँग देख्दैन ठाउँ ठाउँमा चाहिँ पानी त्यस्तो त्यस्तो उडाएर रहेछ थाक्यो तलैबाट लानेर हामीले त लिएर आएको थियो नि त हाम्रो थाहा नभएर थाक्यो एकछिन टोइलेट गएको ओभरै भिजेको रहेछ 4 चाहिँ ओभर रहेछ घुमेर पनि कति छिटो आइपुग्यो जस्तो लाग्यो हो कि ढिलो आइपुग्यो है ठिकै टाइम भनौँ न तर जहाँ आउनुपर्ने त्यहाँ आएपछि चाहिँ मजा आउँछ क्या ओभर थाक्यो गाइजहरू अब के हुनु बुढी नाच्दै बुढी बनाउँदै हो कि भगवान् जान् भने हाम्रो नि यही ठाउँमा यस्तै कता जाने हो हामी यता चाहिँ के त उहीँसम्म त छ जस्तो त उयो माथि माथि नै छ होला कि के हो सबै त हुने है छैन न भयो नि कोन छ हामीलाई के हुने रहेछ अब त्यहाँ ढुङ्गा छेउमा बस्नुपर्ने अनि खानुपर्ने हुन्छ क्या त्यही गाइज हेर्न सक्नुहुन्छ आउनु होला ठाउँमा पर्ने बेस्ट शान्ति फिल भइरहेको छ थाक्यो नि हेर्नु न डाँडै पुरा छेकेको छ क्या चिया बगानको चियाले बाँच्न चाहिँ खुसी आउँदो रहेछ त्यही गाइज थक्यो एकछिन अब रेस्ट हाल्नुपर्ने हुन्छ थाकेकै धेरै हिँड्न सक्दैन उहाँहरू नि जानुभयो त्यही गाइज बस्तीको ल बस्नु साथी बस ढक्क बसेर खानु मन हुन्छ अब कत्रो मान्छेहरू आउँदो रहेछ यता पछाडितिर नि हुनुहुन्छ अनि अब एकछिनपछि जे पनि हुनसक्छ हामी चाहिँ एकछिन बस्नुपर्ने हुन्छ हावा चाहिँ सिरिरिरी आइरहेछ यत्तिको चाहिँ चाहिन्छ कि बुढाबुढी भएपछि भाइब मिल्नुपर्छ त्यो गाइज भगवान् 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 त हुनुहुन्छ दिन चाहिँ ऊ तल मन्दिर नै रहेछ र त
हुन्छ हौ मान्छेहरू हेर्ने नै त्यहाँ माथिदेखि यति धेरैमा हुनु भने त धेरै हो नि हो इलाम जान नसक्नु हुनेहरू यता आउँदा नि खासै केही चाहिँ हुँदैन होला कि भनेर यहाँनिर बस्ने ठाउँ छ कि भनेर हेर्न छैन रहेछ फोहोर हो यो यहाँ यत्रो डस्टबिन राख्दा त यस्तो फोहोर गरेर रहेछ मान्छेहरूले के भन्नुपर्छ खाना चिसो चाहिँदा हौ खाम भने कहाँ बसेर खाने त्यही ढुङ्गामै जाऊ होला हौ के म्याट लिएर आउँदा चाहिँ हुने रहेछ गाइस यहाँनिर टक्क यहाँनिर चाहिँ बस्नलाई चाहिँ हामीले केही लिएको छैन हामी हतारको लत्तर गरेर एक्कासी फिक्स गरेर आउने मान्छेहरू त्यस्तै हुन्छ त्यही ढुङ्गामा बसेर खानुपर्ने चाहिँ त्यही एउटा ढुङ्गा रहेछ कि बस्नेहरू फेरि उहाँ माथि माथि रहेछ भने त कि त्यहाँ माथि जाने हो त्यहीँ जाउँ होला बरु यो ढुङ्गामा अहिले आएर बस्नुपर्छ त्यही हो म त थाकिसक्यो त्यो खानुपर्ने हुन्छ टक्क हेर्दै यहाँ चाहिँ फेरि जहाँ नि म्याट लिएर बस्ने ठाउँ जस्तो मात्रै बसेर ठाउँ होला हौ टक्क यो भ्यू हेर्दै फोहोर छैन हौ मलाई बस्दिने हो त गरै देख्छ कि हामीले खानेकुराहरू धेरै लिएको छैन भाइ फ्यानसँग आएको जस्तो फिल हुँदो रहेछ हौ सानो जग्गा आउँदा नि चक्लेटहरू चाहिँ दाँतले किराले खायो नि लिएको छ हो हामीले चटपट खाएर छटपट यो मलाई बच्चा पहिला मिठो लाग्थ्यो अहिले चाहिँ थाहा छैन चम्चा चक्लेट खानु भरिपूर्ण नै मान्छेहरू छ केही छैन हामीलाई 8वटा खानु मिल्दैन उहाँले पढ न मान्छेहरू आउनुभयो धेरै हाइकिङ ल्याइयो हामी आउनु पर्ने है फोहोर नगर होला यतातिर उड्ला फेरि मात्र हो हान्न अनि पुग्यो भन्दा पुग्यो मात्रै भन्छ उड्दैन ढुङ्गा हालेको थियो मलाई थाहा भएन दुईवटा हाल जस्तो लाग्यो सोधे छु भयो भनेर भन्दैन भने घरबाट खाना खाएर आएको हो अनि मैले चाहिँ खाएको छैन तर जसले दियो यो मोटी हुन्छ भनेर अलि डाइटमा बसेको अवस्थामा गफै त हो म त्यस्तो डाइटमा बस्ने अर्को मान्छे चाहिँ होइन कि है होइन आज त तर साँच्चीकै त्यो चियाले दुधको चिया खाइरहेको थियो अनि फोड न कि कसलाई सोध्नुपर्छ त्यो फोड्न डेटमा आएको हामी दुईजना नेक्स्ट भिडियोमा हामी कहाँ जानेछौँ कोही बेला लानेछौँ मोमो चाउमिनदेखि सबै तर सबैजना एकचोटि जानु भने खाइ ल फर्स्ट बाइट मोमो खाएको 700 रुपियाँ उठायो जति भयो नि पुग्ने अवस्थामा छ तर हाम्रो साथीहरूको जाँदैन गुलियो केही नखानेवालामा छु गाइस अनि मोटाउँछ भनेर म अलरेडी मोटी नै छु गाइस गफै त होइन ल म साँच्चीको अलिक मोटी नै छु क्या भन्नुपर्दाखेरि तर यिनीहरूले विश्वास गर्दैन क्या म मोटी नै छु भाइ भयो पठाउनु त अनि लेट्स फर्स्ट बाइट खाए ल ले चाहिँ मनपर्छ मलाई तर राम्रो रहेछ त है यतिको त राम्रै हो
तर यहीँसम्म बाइक चाहिँ आउने रहेछ क्या बाइक स्कुटरहरू जे पनि आउने रहेछ गाडी बाइक गाडी नै आउँछ अनि ठुल्ठुलो यो पिकनिक स्पट जस्तो छ मेरो फेभरेट हो यही कोक मलाई गिलासमा अब ठुलो बोतलमा हालेर दिएको कस्तो मलाई मन पर्दैन मन पर्दैन यही बोतलमा मन त खान मजा आउँछ क्या बानी हो बानी कोकसँग करेन्ट चौचो हुनुपर्छ नेक्स्ट टाइम जाँदाखेरि Best. हामी करेन्ट चौचो लगेर जानेछौँ पकाएर मोमोसम्म यस्तो लानेछौँ त्यो दिन छिटो आउँछ भन्ने आशा आशा। कति उठ्न खोज्या पेट दुख्छ क्या पानीले चिसोले खायो कि पेट दुख्छ क्या अहिले आन्द्रा सानो भएछ भात पनि खाने बित्तिकै सबै हो कहाँ जानु होला सबै हो कहाँ यहाँ हालो तर हाम्रो चटपटे धेरै ल्याउनु पर्ने रहेछ ना यो प्याकेटको अलिक कस्तो कस्तो हुने चटपटेको सट्टा करेन्ट ल्याउनु पर्ने रहेछ है के गरेर हामीलाई हाम्रो फिक्सै थिएन नेक्स्ट टाइम योभन्दा हामी बेटर गर्नेछौँ सो गाइस जब हामी खाएर टक्क सकेर भेट्नुपर्ने हुन्छ भाट्न त नभाट्ने रहेछ तै पनि डर लाग्यो है राइट हो साथी त्यो चाहिँ अलि भाट्ला जस्तो छ ए गाइस अब हामीले खाइसक्यो टक्क के भन्नु खाएरै सकेन खान नसक्या यो फोहोर हो त्यो त कहाँ राख्नु त हौ तर 10 बजी चाहिँ हाल्नु पर्यो संस्कारी बनेर आएको छ मान्छेहरू गाइस फोटो एउटा भिडियोहरू 2-3टा खिच्नु अनि जानुपर्ने हुन्छ मेरो भालो त्यही गाइस अब एकछिनपछि भेट्नुपर्ने हुन्छ फोटो भिडियो लिनुपर्ने हुन्छ अनि अब हामी जानेछौँ गाइस अब चाहिँ हाम्रो ममा धेरै चार्ज छैन 100% छ अब हामी यहाँबाट जान लाग्छौँ त्यही अब हामी के गर्छौँ हामीलाई थाहा छैन त्यही अहिलेको लागि चाहिँ यति नै फोनमा चार्ज छैन सो यहाँ तलसम्म छ त्यता नि छ तर त्यता हामी जाँदैनौँ बाई भनिदेऊ गाइज यता हेरेर बाई भनिदेऊ अहिलेको लागि यति नै त्यहाँ माथि गएर आएको हामी गाइज अब यहाँबाट जानुपर्ने हुन्छ बाई बाई भन्दै सरी अगाडि छिन मलमा चार्ज छैन भनेर देखाइरहेछ घरिघरि त्यही हो अब सो गाइज यो ठाउँमा घुम्न आउनु होला हामीसँग त फोन धेरै चार्ज नभएर यस्तै भयो त्यही हो गाइज सबैजना आइदिनु होला बेस्ट ठाउँ त्यही हो अहिलेको लागि यति नै गाइज हामी अहिले पो आइपुग्यो मिस नेपाल अनि भन साथी यहाँ न एकचोटि यहाँ त कस्तो लाग्यो भन न त आजको दिनहरू एकदम रमाइलो त्यही गाइज अब ऊ घर जान्छ मुनि घर जानुपर्ने हुन्छ सो गाइज अहिले चाहिँ म घर आइपुगिसक्यो अनि साथी घर गयो उसको मित मम्मी र ठुलो मम्मी आउनु भएको रहेछ अनि उहाँहरूलाई लगेर जानुभयो अनि मुनि घर आयो आजको दिन राम्रो भएको थियो क्यामेरामा सबै क्याप्चर गर्न नसके नि रियलमा रमाइलो भएको थियो अनि उसलाई नै रमाइलो भएको थियो अरे म सजेस्ट गर्छु तपाईँहरूलाई त्यो ठाउँमा जानु एकदम बेस्ट छ अनि त्यही हो आजको लागि भ्लग यति नै के कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला आजको लागि भ्लग यति भन्दै सबैजनालाई बाई 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 एभ्रिवान भेट्नुपर्छ अर्को नेक्स्ट भिडियोमा है त बाई बाई